मेरो चाहिँ छोरीले उठेर अहिले चाहिँ झुल मिलाउँदैछ। ऊ चाहिँ अलिक पछाडि उठ्छ अनि त्यसपछि बेडहरू मिलाउँछ। यसरी झुलहरू मिलाउने काम गर्छ उसले चाहिँ। अनि त्यसपछि के काम गर्छौ भन त? त्यसपछि म नुहाउने रे है। नुहाएपछि अनि एकछिन पढ्नु बस्छ। एकछिन पढ्नु बसेपछि स्कुल जाने टाइम भइहाल्छ है। अनि म चाहिँ यहाँ छु। मैले चाहिँ अघि आफ्नो काम सक्यो अरे यसरी तातो पानी तताएर चाहिँ खाइसकेँ। 7 बजेदेखि मेरो चाहिँ खाना बनाउने टाइम हुन्छ। यसरी नै बित्छ हाम्रो बिहानी समय। र मेरो छोरीले पनि ओछ्यान मिलाइसक्यो है। यसरी चाहिँ उसले ओछ्यान मिलाइसक्यो है। टक्क मिलाइसक्यो। उता झोल पनि बाँधिसक्यो र ऊ नुहाउनु पनि गइसक्यो है। र म आजको सब्जीको लागि चाहिँ मैले यहाँ फर्सीको मुन्टाहरू चाहिँ यहाँ छ अलिअलि। अनि उता पनि छ है। उता पनि छ। यसलाई नै अब भेला पारेर होइन सिलासाङ्ला गरेर अहिले बिहानको सब्जी चाहिँ यही बनाउने सोचमा छु है। मलाई चाहिँ फेरि लटेको भन्दा अलिक यसको नै अलिक मिठो लाग्छ। यही मिठो लाग्छ क्या मलाई चाहिँ फेरि। अनि मेरो केटाकेटी मेरो सानो छोरीलाई चाहिँ फेरि लट्टे मनपर्छ। अर्की ठुली छोरीलाई तिते करेला मनपर्छ। मेरो चाहिँ सबसे फेभरेट भनेको चाहिँ च्याउ हो हुनु त। अनि अरू त नर्मल, अरू त सामान्य, त्यस्तो खास त्यस्तो लाग्दैन। छिटो नुहाउ न त। अब यसरी चाहिँ म अहिलेको सब्जीको लागि चाहिँ यसरी फर्सीको मुन्टा टिप्दैछु है। अब के गर्नु, दिनचर्या त गुजार्नै पर्यो है। जग्गा खाली ठाउँ छ भने त यसरी सब्जीहरू लाउनु धेरै राम्रो नि होइन। दिनै पछि बजार कुदिराख्नु त पर्दैन किन्नुलाई। ल आज सब्जी छैन के खानु होला नि भनेर टेन्सन त मानिराख्नु पर्दैन। यसो करेसा बारीमा निस्क्यो के छ कसो छ होइन, टिपेर बनायो कति आनन्द। ल मैले अब साग पनि टिपेर ल्याइसकेँ है। अनि अब साग केलाएर अब खाना बनाउने सुरसार मेरो ड्युटी सुरु भयो है। आजको ड्युटी मेरो सुरु भइसक्यो। अब आजलाई